आफै छोप्छु भने उडिरह के छोप्ने थाहा छैन। एक टुक्रा यस्तो छ उपत्यका भित्रमा यो। हेलो गाइज, वेलकम टु अधिकारी ब्लग्स। होप सबैजना व्यस्त अनि तन्दुरुस्त हुनुहुन्छ होला हामी जस्तै। अनि आज चाहिँ हाम्रो चाहिँ के प्लान हुँदैछ भाइ भनिदेऊ त। आज हाम्रो के प्लान हो, हामी बस्न जाँदैछौँ। बस्न जाँदैछौँ, बास सिम्पल एन्ड स्विट भेज। थारा मुड खराब गरिदियो। यति भन्दै आजको ब्लग यहीँ अन्त गर्न चाहन्छु भनेर भन्यो भने चाहिँ मजा हुँदैन होला। अब सिङ्गो खुल्यो, त्यही भएर अब चाहिँ आजको ब्लग चाहिँ मिठो ब्लग एउटा रेकर्ड हुन्छ केटाहरूको मेमोरीको लागि। ल है त गाइज, ल सिउ म यहाँ ड्राइभ गर्दैछु ल। अनि गाइज हामी चाहिँ यहाँ खाइमनो डङ्की होटेलमा चाहिँ नोकरीको खाइमनो गरेर चाहिँ हामी चाहिँ अब जाँदैछौँ हाम्रो गन्तव्यतिर। हामीलाई चाहिँ एउटा चिज अझै पुगेको छैन, के हो भन्दाखेरि नेपालीको घरमा खाना पाक्दाखेरि हुनैपर्ने चिज चाहिँ हुनैपर्ने चिज त होइन, तर भएको चाहिँ राम्रो मान्छ खानामा त्यसले सुगन्ध लिएर आए जस्तै हो। अनि गाइज हामी चाहिँ आइपुग्यो स्वर्गको नगरी, के भन्छ एक टुक्रा स्वर्ग एक टुक्रा यस्तो छ उपत्यका भित्रमा। यो त मैले पहिला बनाएको यो ठाउँ चाहिँ यस्तै छ है गाइज। अब हामी चाहिँ खागी पिकअप गरेर चाहिँ अब उता जान्छौँ, बाँकी चाहिँ गर्दै गाइज। हामी बस्ने ठाउँ चाहिँ यो हो है, यस्तो छ ठाउँ चाहिँ, यस्तो ग्रिनरी बबाल छ। एउटा सानो गाउँ लाइक सायद 5, 7, 10, 12वटा घर छ होला होइन टोटल। अनि पेट्रोल पम्प छ, पुलिस स्टेसन छ, एउटा सानो मार्केटको पसल छ होइन, अनि 1-2टा सानो रेस्टुरेन्टहरू छ। टोटल्ली क्या एउटा सानो गाउँ टिकटिक्क परेको हेर्नु न, लाइक सबै उपत्यका हो क्या यस्तो छ है। अनि यस्तो 1, 2, 3, 4, 5, 6, 7वटा जस्तो छ यस्तो घरहरू। यो घरमा चाहिँ बस्ने हो। अनि यतातिर पनि ठ्याक्क फेरि यता खोला पनि छ फेरि हेर्नु है, यहाँ खोला पनि छ, राम्रो खालको क्युट खालको दामी होइन यस्तो छ। अनि मैले चाहिँ गाडी चाहिँ यहाँ पार्क गरिदियो, मेरो गाडी चाहिँ है, मेरो कलुवा मेरी बेबी चाहिँ यहाँ पार्क गरिदिएको छ। अहिले यतिमा गाडी छिर्छ होला भनेर चाहिँ पार्क गरेको कि आन्जेनको लागि चाहिँ म चाहिँ राम्रो तरिकाले चाहिँ हालिदिन्छु भनेको, यहाँ हालिदिउँ कि भनेको। फेरि यहाँ चाहिँ अलिकति म त मान्छे जान्छ जस्तो लागेर नि कन्फ्युज भयो। हाल्यो भने त यहाँ हाल्दा पनि ठिकै हुन्छ ल, तर ओके यसो त केही छैन, गाडी छिर्छ होला मलाई गाडी चाहिँ। अनि केटाहरूले चाहिँ मासु प्रिपेयर गर्दैछन्, अब म चाहिँ खसीको मासु पकाउँछु। अनि भाबीको चाहिँ एकछिनमा पहिला खसीको मासु भएको कुरा खाने, त्यसपछि अरू हुन्छ हाम्रो काम चाहिँ। अनि केटाहरूले चाहिँ यहाँ काटकोड, अनि भित्र चाहिँ यस्तो छ है होइन। अब टिभी पनि छ, सानो टिभी चिटिक्कको। अनि यहाँ हामीले बाबीको सहयोग गर्ने भनेर सामान लिएर आएर यता सुत्ने ठाउँ हो, बिस्तारै चाहिँ यहाँ निकाल्ने उठाउने सुत्ने हो, सोल्जी किन छ है, टक्क छ है गाइस। अनि हाम्रो चाहिँ खसीको मासु छ। अनि यहाँ के बोल्यो आलु मलाई चटपटी बनाउनलाई रेडी हुँदैछ भाइहरू। अनि यहाँ यस्तो छ है। अनि हामीले चाहिँ डिफ्रिजमा मासु हालेको छैन होइन, खसीको मासु निकाल त, निकाल त पकाइहाल्नु पर्यो। आधी चाहिँ पकाइहालौँ, आधी चाहिँ भरे मासु खाँदा हुन्छ। अनि यतातिर चाहिँ बार्बिक्यू गर्ने ठाउँ हो, यहाँ कोइला सोइला यहाँ कुर्सी यस्तो छ, अलिकति पुरानो छ ठाउँ तर एकदम चिल छ यस्तो उपत्यका है। उता फेरि यताको एरिया फेरि बेरेको भन्छखेरि अब सानो गेम सेम खेलौँ अब यसो भन्नलाई पनि दामी छ फेरि एरिया, यत्रो हिउज छ क्या। अनि यहाँ चाहिँ बार लगाएको छ, किन भन्दाखेरि बाहिरी जीव जन्तुहरू यसो जङ्गली एरिया हो नि त, जीव जन्तुहरू चाहिँ नआओस् भनेर गरेको छ। तर यहाँ चाहिँ भस्केछ, जीव जन्तु आउँछ नै, तर अनि त्यस्तो केही आउँदैन होला। बँदेल सधैँ लाग्यो भने त हामीले अब बाहुनको चल्ले खान्न, अरूले चाहिँ के गर्छन् होइन। यहाँ फुलहरू कस्तो क्युट छ, वाउ सो ब्युटिफुल, वा माई गड यस्तो छ। अनि म चाहिँ यस्तो छ आज फुल ब्ल्याकमा है। अब चाहिँ ल गाइज म अपडेट गर्दै गर्छु, यही हो हाम्रो पार्टी रमाइलो के हुन्छ। अब म चाहिँ खसी पकाउँछ अब ल। हाम्रो केटाहरूले चाहिँ यहाँ अब क्रिकेट खेल्न आँटेको अरे, यस्तो क्रिकेट चाहिँ फुल टच र के ब्याट हेर्न नि ब्याट
ब्याट हेर ब्याट ब्याट ल्याउ त ब्याट ल्याउ त भाइको ब्याट रे यो चाहिँ ए अहिले त उल्टो भयो ए यता पो भयो बलिङ गइरहेको छ केटाहरूको ओए फुलटच हान न फुलटच आइ फुलटच फुलटच हान भाइ फुलटच ढुङ्गाले फालाउला तीनचोटि भइसक्यो अब मेरो पालो मेरो पालो मेरो पालो मेरो पालो ल है ल ल है ल ल ल ल बलिङ नेक्स्ट बलिङ अब बलिङ आउँदै हुनुहुन्छ अब नेक्स्ट ल ल ल ल नेक्स्ट बलिङ सन्देशको ल है दाइ त सिक्सर नहान्ने पो ल ठिक छ ठिक छ ठिक छ ओ एफोर्ट नाइस एफोर्ट नाइस एफोर्ट ठिक छ ठिक छ अनि गाइज हाम्रो चाहिँ यहाँ है है अब यहाँ चाहिँ तयारी हुँदैछ एकछिन चाहिँ यो चाहिँ फास्ट मोसनमा चाहिँ हाल्नु चाहिँ हामीले के गर्छौँ कसो गर्छौँ भनेर ल त्यही हो है अनि गाइज हाम्रो चाहिँ यहाँ खसीको मासु पकाइ हुँदैछ अनि यहाँ बाबीको लागि चिकनहरू धोइदाई रेडी हुँदैछ अकबरे खुर्सानी हाम्रो होइन सक्यो अहिले चटपट कहाँ लुकायो यार हाम्रो चाहिँ चटपट यहाँ छ एकदम कडा भयो चटपटी कडा भयो यस्तो छ अहिले चाहिँ भात पकाएर खान्छ यस्तै छ है गाइज ल अनि हाम्रो पार्टी चाहिँ अब यसरी स्टार्ट हुँदैछ गाइज अनि विथ चटपटे अनि त्यसपछि यो चाहिँ कोक हो कोक खाम्पाई गर्छौँ हामी जापानको कोक ल ए सोचकारी समाज यसमी न यार बाबुको बर्थडे कस्तो झुरेको यार म त एकदिन त ल बाबुको बर्थडे सेलिब्रेसन गर्ने भइदिएर क्या बाबालाई धेरै धेरै जन्मदिनको शुभकामना धेरै खुसी बनाऊँ त्यही छ मेरो कामना लाइन खसीको मासु चाहिँ हल्का हेर्दै गर्नुपर्छ गाइज भन्दै गर्दाखेरि यो भिडियोलाई चाहिँ यतिकै राखेर ल त नि अब मासुमा मसला हालेको अब सबै मिठो हुन्छ लास्टमा मिठो भएन भने सबैले मिठो भएन मान्छे मिठो भएन सबैले त मिठो भएन भने धेरै मसला हाल्नु हुन्न गाइज ल अब मिठ मसला हाल्दा नि छौँ न किन हो ट्रेनिङमै जाँदाखेरि सबैको हात भयो
भाइ यहाँ चलाउ सक्यो चलाउ या मैले क्यामेराम्यानले चलाउनु मिलेन टमाटर हाल्नै मागेको नि आहा मासु त मोटो काट्नु पर्दैन छोड्यो यो अलिकति उसलाई डेलिभरी देखाएको चाहिँ नभन्नु हामी सधैँ खाएर जान्छौँ उसले भन्छ नि देखाल गर्नु देखाएको चाहिँ होइन यस्तो त हाम्रो त पार्टी भइरहेको छ देखाएको खसीको मासु हामीलाई खाना अब आइतबार होइन आज चाहिँ के बार हो बुधबार हो क्या अरे होइन देखाएको चाहिँ होइन यो गाइस यो चाहिँ देखाएको भन्नुहुन्छ भने देखाउनुहोस् हजुरले पनि देखाउन सक्नुहुन्छ नि देखाउनुहोस् के भन्छ भाइ देखाएको चाहिँ होइन यस्तरी यो जुम गरेर यस्तरी देखाएको छ केटाहरू त फेरि देखाएको चाहिँ होइन भन्दै जुम हानेको मैले फेरि केटाहरूले फेरि के भन्ने हो के भन्नु यहाँ भएन बाहिर मौसम के छ त धेरै भयो यहाँ भित्र बसेको छ बाहिरको माहौलले हेरि है सिसी छ मेरो गाडीको हालत खबर के छ को त्यहाँनिर मान्छे आएर चाहिँ बस्ने त्यहाँ पनि उयो घरमा नि मान्छेहरू आएर चाहिँ गाडी आहा बस्ने मान्छे रहेछन् अनि यताको साइडमा चाहिँ कोही पनि छैन रहेछ अनि चाहिँ हेर्छौँ अब एकलट मासु पाकेर खाइसकेपछि चाहिँ हामी सर यसो हुन्छमा जान्छौँ अहिले चाहिँ लगभग कति 4 साढे 4 कति बज्यो होला 2 बजे आएर चेक इन गरेर चटपटर बनायो खसीको मासु पाक्दै खाइखुइ गर्नुपर्छ यहाँ चाहिँ अझै अलिक घाँस अलि बेसी भएको भएर चाहिँ ठुल्ठुलो भएर काट्ने कार्यक्रम चल्दै रहेछ यहाँ चाहिँ यस्तो छ है गाई चाहिँ यस्तो दामी छ ठाउँ कसैलाई यो ठाउँ आउनु मन छ भने चाहिँ भन्नु चाहिँ म देखाएँ जस्तो भब्बाल छ यो ठाउँ यो चाहिँ यो ठाउँ चाहिँ धेरैचोटि आइसकेको त म बसे पनि धेरै नै भइसक्यो यस्तै छ गाई ल है ल चिल के अरे भाइ हामी कहाँ छौँ र अहिले कहाँ सपना को सपना अरे फेरि होइन अघि हामीले भनेको के अरे त्यो सपनाको एउटा नगरीमा छौँ भने जस्तै ओ यहाँ त फर्निचर रहेछ भाइ यार यहाँ त फर्निचर यार भाइ यार अब हामी कस्तो दामी ठाउँ किनभने यहाँ 2 तला घर बनाउनु चाहिँ दामी जस्तो हेर न ठुलो घर छैन नि त्यहाँ टोइलेट हुन्छ नि भाइ हेर त यो चाहिँ पञ्चायतको घर होला कस्तो दामी छ यार खोइ काग जापानको काग नि देखाइदिउँ न कोवा बिरयानी बनाइन्छ रे भाइ मुन्तला उसो होला यार नगर पिर्छ अहिले कुट्दैन सुन्तला त नरौँ मुन्तला भनेको सानोको एउटा मुखमा कप्पा खानेलाई मुन्तला अलि खाएर काँचो रहेछ भाइ हाम्रो चाहिँ बेलौती भन्छ धेरै ठुलो भएर मैले बेलौती भनेको यो पनि इन्डिङै आइयो हामी त लास्ट डेस्टिनेसन भयो यो त के हो मूल हो क्या हो होइन यो त पहाडबाट आएको पानी हो यस्तो ठाउँबाट यत्रो माथिबाट तल जाने सिँढी नै बनायो भने चाहिँ त्यो मूलै हो यार यिनीहरूले पहिला जमाना पानी हानी गराएको होला यहाँ छ नि त यो पानी पाइप आयो नि त यो चाहिँ खाने पानी होला के होला खाने पानी हुन सक्यो यार खै लास्ट हो यो त कम्पनी कम्पनी हो तर त्यो अहिलेको बाजे बयसकोमा राम्रो त पाइनएप्पल मागे राम्रो छ ल पाइनएप्पल थियो क्या सन्देशलाई छोड्यौँ न त ल अनि के सक्थ्यो भाइ तिनीहरूको भाषा बोल्ने हामी हाम्रो भाषा बोल्यौँ
के गर्दो रहेछ एकछिन नबोल्नु होइन बोलाउँदैन यहाँ त के भेटनामीहरू जिसिसीहरू हुन्छ अरे क्या यहाँ यो त के हो यो आलु बम हो क्या राति चोला सन्देश भाइले भ्लग गर्ने रे अनि उसले चाहिँ मेरो भ्लगलाई भाइरल बनाइन्छ अरे लेट्स सी तर भाइ यार मलाई एउटा मलाई एक्कासी हेर न भाइ उता हेर न ऊ त्यो सेतो त्यो जङ्गल कलकति ग्याप भएर सेतो देखेको हो कि के हो यार जङ्गल ग्यापमा आमा कस्तो दामी देख्यो यार ल खै सन्देश भाइ भिडियो खै काभ्रेली दियो उसले पनि यस्तो पाराले बनाएर त के गर्ने र खै भिडियो गतिलो भएन यार ल सन्देश भाइमा तिमीलाई दियो मैले क्यामेरा ल होइन क्यामेरा तपाईँ बोक्नु दाइलाई फोटो खिच्न लगाउनु अनि कसरी मेरो भिडियो भाइरल हुन्छ तपाईँको भिडियो भाइरल आउने यहाँ चाहिँ हाम्रो चाहिँ के भन्छ अरे केटाहरूको माछा मार्ने प्लान भएर अहिले मैले देखाएको खोलामा चाहिँ माछा मार्नलाई खसीको मासुको हुक उयो के हो त्यो भाइ ए हुक भाइ तुना आमा त्यो त तुना खान्छ कि माछाले खसी खाने माछा खान्छ कि तुना खान्छ थाहा छैन तर यिनीहरू हाम्रो केटाहरूको यस्तो हो पारा शक्ति भाइको यो कट्टको तुना फुस्काएर माछा मार्नलाई डोरी यस्तो बनाएर स्ट्रगल हेर न केटाहरूको स्ट्रगल ल केटाहरूको स्ट्रगल देखाउँछ है म यो भिडियो चाहिँ नकाटिकन देखाउँछु म ल जाम आफू के सामान बोक्ने बोकै केटा माछा राख्ने सामान झोला बोक है अनि 4-5 बोक है ढोका भाइ ढोकाको चापी पनि लिएर आएर लगेर है त्यहाँ कता ओ त्यहाँ ढोकाको चापी लिएर है ल म लिएर आउँछु ल पाउँदैन थाहा पाउँदैन ल ओइ बल्छी त मेरो हातमा झुन्ड्यो त यार हेर्नुहोस् त गाइस बल्छी भाइ यो त लास्ट कन्टेन्ट भयो तिम्रो खै तिम्रो जाऊ त भाइ जाऊ तिम्रो भाइको पानी खै हनी पानी खै हनी पानी ल्याऊ यस्तो हनी पानी तर जुनचोटि आउँदा एउटा बन्छ यहाँ एउटा है भाइ शक्तिको हनी पानी आफै लाऊ है भाइ होइन होला हौ त्यो त यार अन्त उस हाल्ने क्या जाल फाल्ने जस्तो बाल्ने माथ्यो के हुन्न थाहा पाउँछ सन्देश भाइ ऊ त यो हाँगा भाँदो त थाहा पाउँदैन के हुन्न ओ यो सिधा ल यो सिधा खाने हो त्यो सिधा हाम्रो माछा मार्ने लौरी पनि भन्यो केटा माछा मार्ने लौरी केटाहरूको होइन आफैलाई खान लिएर खसीको माछा मार्न यस्तो इपिक केटा हो केटा हो 15,000 तिरेसी यतिको रमाइलो त हुनु पर्यो नि होइन परेन हाम्रो केटाहरूले चाहिँ अब यहाँ माछा मार्ने कुरा भइरहेछ शक्ति भएर पानी खुवाउँदै हिँडेको छैन केटाहरूले ठिकै हो कुरो शक्ति भाइको कट्टुको तुना शक्ति भाइको पर त्यति त पर एबी रे कहाँ एबी पर्छ तिमीलाई
जे नि खाने हो यस्तो राम्रो ठाउँ यार खायो भने चाहिँ डुबाउँछ यहाँ प्रोफेसनल छन् फेरि यार गाह्रो हो क्या नानीको पात्रा हुन्छ आधा गर्दा हुन्छ कि राजु हो त्यो सबै हाल्ने हुने के भाइले माछा मार्यो नेपालमा के त्यो खेतमा त्यो धान रोपेको बेलामा मारे वाइल्ड मारे अब अहिले त्यही माछा मारेको मान्छेले हात तर यार जापानको माछा त खसीसँग युज त छैन होला भाइ यार होइन यतै हान्दा ठिक होला भाइ यार यता हान्दा यता बगाउँछ कि भाइ यतै हान्दा ठिक ओइ भाइ खस्यो क्या कसो त्यो पानी धेरै छैन पहिला यता बार्न नि यता रङ्सी पनि हालेको लट्ठाइदिने क्या माछालाई कहाँ त्यस्तो कुरा हो के बोलेको त्यो भनेको के भन्नु ओए माछा चाहिँ उडे है माछा चाहिँ कुदे खान है माछा चाहिँ वाइल्ड कुदे खान है गाइस गाई चाहिँ हाम्रो माछा मारे हामी अझै टच खाएन ढुङ्गा पेर भाइ ढुङ्गा पेर ढुङ्गा हाल भाइ ढुङ्गा नहाल ढुङ्गा नाली भएन क्या ढुङ्गा नाली भएन ढुङ्गा हाल्नुपर्छ ढुङ्गा हाले यता चाहिँ हावाले चाहिँ सर्छ होला माछा छ त यता पानी बढ्यो उता माछा के यता छैन अड्के यहीँ ढुङ्गा हाल त एउटा अनि बल्ल हुन्छ के यो कैँची हालिदियो मलाई कैँची कसले लिएर आएको अहिले त्यो छोड्ने डुब्छ र डोरी खाँदै त कैँची हाल्नु नि त एउटा चौधो मासु यति जाँदा यत्रो नै आउँदैन माछा केटा मार्छु अनि त्यसरी देखाउँदै तर अनि गाइज हामीले माछा मार्न सकिएन अपार प्रयासपछि पनि हामी चाहिँ सफल भएनौँ हाम्रो डोरी सक्दै भाइको कट्टुको तुना काम लागेन है हाम्रो सोचे भाइले यहाँले भएन भने हामी लौरीधरी भाँच्यौँ अघि हाम्रो यहाँ भाइ चाहिँ माछा मार्छु भनेर छोपे आफै छोप्छु भने उडिरह के छोप्ने थाहा छैन शक्ति भाइ बोलाउन हल्लिँदा चाहिँ 15 कता पुग्दाखेरि चाहिँ यस्तो सही ठाउँ चाहिँ गाइस ल जाम छोडे माछा पर्दैन भाइ छोड तर यो ठाउँ चाहिँ बब्बाल ल गाइस स्टे ट्युन ओइ यहाँ हेर्न कस्तो दामी यार घाम परेर कस्तो देखेको यार हेर न भाइ उहाँ रुखमा चाहिँ घाम परेर कस्तो दामी देखेको जाम यार हो त्यो माछा के अरे जोसे भाइ के हुन्छ के हालको विचार के खालको डिस्कस हुँदैन भाइ भन्दै त तिमी फाल्न हुन्थेन भन्दै के भन्छौ
पालेको तिमीले फेरि तिमी हाल्यो जोसै जानु तुला फेरिदिन्छ अब माथि जाऊँ न जाऊँ न माथि जाऊँ ल जाऊँ न होइन एकछिन जाऊँ न के फोटो खिच्नु अरे सही सही फोटो खिच्नु पर्छ एउटा हाम्रो यता त भइहालिन्छ नि यहाँ पनि अझ एउटा फोटो उसको यार यता कतै राख कि क्या दो हो यहाँ रेकर्ड भयो है त मार्न हिँडेको नि हामी बाई मिस्टेकली बोकियो माछा मार्न त्यही हो माछा मरेन गाइज शक्ति भाइको तोनाले नि काम गरेन खसीको मासु कहाँ चाउने माछालाई उयो के भन्छ झार हाल्नु पर्ने खसीको मासु खाए पो खसीको स्वाद थाहा पाउनु हो भाइ हेर्नु यहाँ उता हेर न भाइ मलाई कस्तो दामी लाग्यो क्या रुखको टुप्पोमा हेर न घाम कस्तो दामी यार लगाए पछि कुरा गर्दै ल बाई पानी भयो सरार दुईजना सुत्यो फरर तिम्रोमा घुम्न जाउँ यार हामी अहिले यति बजे राति चाहिँ मासु पकाएर भात खाने तरकरमा छौँ हामी चाहिँ यो भाइ त्यहाँ सुतिराखेर यस्तो जबरजस्ती हाम्रो चाहिँ नाच भइरहेको यति भन्दै बाई बाई